काण्डको पर्खाइमा बस्ने भाइहरू आफ्नो आमाको यो भिडियो त तपाईहरुले कुनै न कुनै बेला हेर्नु भएकै होला र गङ्गु छेत्री नेपाली सामाजिक सञ्जालमा एक चर्चित नाम हुन्। टिकटकबाट चिनिन थालिएकी उनी उनको खुलेर बोल्ने शैलीका कारण छिट्टै युवा पुस्तामाझ लोकप्रिय भइन् र साधारण कन्टेन्टबाट सुरु भएको उनको यात्रा केही समयमै भाइरल स्तरसम्म पुग्यो र केही समयमै काण्डको रूपमा उनको बदनाम पनि हुन थाल्यो र सार्वजनिक रूपमा उपलब्ध जानकारी अनुसार उनी करिब 22 देखि 24 वर्षको उमेर समूहमा पर्ने बताइन्छ र उनको स्थायी ठेगाना झापा जिल्ला रहेको उल्लेख पाइन्छ भने पछिल्लो समय उनी काठमाडौँ वरपर सक्रिय रहेको चर्चा छ र गङ्गु छेत्रीको लोकप्रियता तीव्र रूपमा बढ्दै गर्दा एउटा भिडियोले उनको नाम अझ धेरै चर्चामा ल्यायो र उक्त भिडियोमा उनले यसो भनेको थियो। काण्डको पर्खाइमा बस्ने भाइहरू आफ्नो आमाको र यो भिडियोमा गङ्गु छेत्रीले आफ्नो टिकटकमा नेगेटिभ कमेन्ट गर्ने मानिसहरूलाई टिप्पणी गर्दै उक्त भिडियो बनाएकी थिइन् जसले उनलाई भाइरल बनायो र भिडियो भाइरल पनि भयो र कतिपयले यसलाई ओभर कन्फिडेन्सको रूपमा लिए भने कतिपयले यसलाई घमण्डी भनेर व्याख्या गरे। तर यो भिडियोले एउटा कुरा स्पष्ट गर्यो कि उनी धेरै समयदेखि मानसिक दबावमा थिए। त्यस भिडियो पछाडि गङ्गु छेत्रीले अझ धेरै हेटको सामना गर्नु पर्यो। उनको कन्टेन्ट भन्दा पनि उनको बोल्ने शैली, व्यक्तित्व र एटिट्युडमाथि आक्रमण हुन थाल्यो र नेपाली सोसल मिडिया कल्चरमा प्राय यस्तो नै देखिन्छ। केही मानिसहरू समर्थन गर्नुको सट्टा अरूलाई मानसिक रूपमा झन तल धकाल्न खोज्दछन् र कहिलेकाहीँ त टिप्पणीहरू यति कठोर हुन्छन् कि ती शब्दहरूले मानिसलाई बाँच्नै नदिने जस्तो महसुस गराउँछ। यो अवस्था केवल गङ्गुको मात्र होइन, यो धेरै कन्टेन्ट क्रिएटरहरूको साझा रियालिटी हो र लगातारको उक्साहट र अपमान बीच गङ्गु छेत्री पनि भावनामा बगेर धेरै भिडियोहरू पोस्ट गर्न थालिन् र खास गरी उनले आलोचकलाई कडा शब्दमा जवाफ दिइन् र गाली समेत गर्ने गरेकी थिइन् र यसलाई लिएर उनको आलोचना अझ झन बढ्न थाल्यो। त्यस पछाडि आयो सबैभन्दा संवेदनशील र कठिन चरण। उनको निजी जीवनसँग जोडिएको एक सामग्री अनुमति बिना सार्वजनिक गर्यो। उनको बोयफ्रेन्डले भिडियो कल गर्दा यो संवेदनशील भिडियो रेकर्ड गरेर पब्लिक गरेका थिए र यसलाई समाजले काण्ड भनेर नाम दियो। दुःखद कुरा के हो भने पहिले नै हेट भोगिरहेकी गङ्गु छेत्रीले त्यस पछाडि पनि समर्थनभन्दा बढी आलोचना नै पाइन् र यहाँ पीडित फेरि दोषी नै बनिन्। यही चरणमा गङ्गु छेत्री पूर्ण रूपमा हराउन सक्थिन्, तर उनले त्यसो गरिनन्। उनी अझै डान्स गरिरहेकी छिन्, भिडियो अपलोड गरिरहेकी छिन् र विभिन्न मेला महोत्सवमा आफ्नो प्रतिभा देखाइ नै रहेकी छिन् र उनको ठाउँमा यदि अन्य कोही कमजोर महिला हुन्थिन् भने सायद अहिले गङ्गु छेत्री यो संसारमा हुँदैनथिन् होला र त्यसैले उनी केवल सोसल मिडिया पर्सनालिटी मात्र होइनन्, उनी मेन्टली स्ट्रङ गर्ल पनि हुन् र आज गङ्गु छेत्री पक्कै पनि पर्फेक्ट छैनन् होला, गल्ती नगरेकी पनि होइनन् होला, तर उनी अझै हार मानेकी छैनन्। उनले आफूलाई सकिएको ठानेकी छैनन्। उनको निरन्तरता नै उनको सबैभन्दा ठुलो उत्तर भएको छ र यो कथा केवल गङ्गु छेत्रीको मात्र होइन, यो हामी सबैको लागि एउटा प्रश्न भएको छ। हामी आलोचक भएका छौँ कि सहयात्री भएका छौँ र हामी शब्दले चोट दिन्छौँ कि साथ दिन्छौँ। आज हामी कसैलाई इग्नोर गर भन्न सजिलो ठान्छौँ, तर हामीले लेखेका एक लाइन कसैको मनमा कति गहिरो घाउ बन्न सक्छ त्यो सोच्दैनौँ। गङ्गु छेत्रीको यात्रा भाइरल हुनु, आलोचना सहनु, निजी जीवनमा आक्रमण भोग्नु र त्यस पछाडि उठिराख्नु यी सबैको मिश्रण हो र यही कारणले उनी आज पनि उभिएकी छिन्, काम गरिरहेकी छिन्, अझ बलियो बनेकी छिन्। यसमा हजुरहरूको भनाइ के छ?